गाह्रो छ खाडीमा नि गाडी चलाउन। अब पढ्ने बेलामा ड्राइभर बन्छु भन्ने सोच भयो, अब पढ्न पनि सकिएन। अनि सजिलो काम यही ड्राइभर पेसा लाग्यो। अहिले यो गाडी चलाउन सबैभन्दा दुःख काम भनेको यो गाडी चलाउने जस्तो लाग्यो। त्यही माथि हामी अब यो ट्रकमा परिया छ, ट्रक चलाउनेमा लाग्यो। अब भारी बोक्नु पर्ने, भरिया पनि बन्न पर्ने। अब तलदेखि माथिसम्म पुऱ्याउनु पर्यो, माथिदेखि तलसम्म झार्नु पर्यो सामान। गाह्रो छ गाडी चलाउने काम पनि, साह्रै गाह्रो रहेछ। मैले चाहिँ अबका केटाकेटीहरूलाई चाहिँ यो ड्राइभर बन्छु भनेर चाहिँ नसोच्दा हुन्छ। यो गाडी चलाउने काम सजिलो लाग्यो मलाई सानोमा, अब सजिलो लाग्यो, आनन्द डुलेर हिँड्नु पाइने। तर त्यो रहेन रहेछ, गाडी चलाउने काम सबसे दुःख रहेछ। अहिले बल्ल आएर थाहा भयो। अझै त्यही माथि खाडीमा पऱ्यो भने पैसा कमाइ त हुन्छ नहुने होइन, त्यो सबसे झ्याउ हुनेको। अब बिरामी पऱ्यो भने हस्पिटलमा गयो भने डक्टरले हामी बोलेको बुझ्दैन, हामीले डक्टर बोलेको बुझिँदैन। त्यस्तै छ, चलिरहेछ जिन्दगानी। 10 वर्ष भइसक्यो गाडी चलाउन थालेको पनि, खै केही फुल्काइन्छ जस्तो चाहिँ लागेन यो गाडी चलाएर। सानैदेखि पहिल्यै